तपाईँ अहिले 20, 25 वा 30 वर्षको हुनुहुन्छ? यदि हो भने यो भिडियो तपाईँले अन्तिमसम्म हेर्नै पर्छ, किनकि धेरै नेपालीहरू 30 वर्ष पुग्दा यस्ता 5 फाइनेन्सियल मिस्टेक्स गर्छन् जसको मूल्य उनीहरूले जीवनभर तिर्नुपर्छ। नमस्ते, वेलकम टु मनी माइन्डेड नेपाल। आज म तपाईँहरूलाई 30 वर्ष पुग्नु अघि नगर्नुपर्ने 5 ठूला फाइनेन्सियल मिस्टेक्सको बारेमा बताउँदैछु। मिस्टेक्स नम्बर 1, इमर्जेन्सी फन्ड नबनाउनु। धेरै मानिसहरू जति कमाए पनि सबै खर्च गर्छन्, तर जीवनमा इमर्जेन्सी कहिले आउँछ कसैलाई थाहा हुँदैन। जब गुम्न सक्छ, हेल्थ इस्यु आउन सक्छ वा अनएक्सपेक्टेड खर्च आउन सक्छ। त्यसैले कम्तीमा 3 देखि 6 महिनाको खर्च बराबरको इमर्जेन्सी फन्ड बनाउनुहोस्। मिस्टेक नम्बर 2, इन्कम भन्दा बढी लाइफस्टाइल बढाउनु। स्यालेरी बढ्यो, फोन चेन्ज, बाइक चेन्ज, ब्रान्डेड क्लोथ्स, लग्जरी लाइफ, तर इन्भेस्टमेन्ट, सेभिङ, जिरो। याद राख्नुहोस्, रिच देखिनु र रिच हुनु फरक कुरा हो। मिस्टेक नम्बर 3, इन्भेस्ट गर्न ढिलो गर्नु। धेरै मानिसहरू भन्छन् अहिले उमेर छ, पछि इन्भेस्ट गरौँला। तर फाइनेन्सियल वर्ल्डमा टाइम नै सबैभन्दा ठूलो एसेट हो। यदि तपाईँले आजै सानो रकमबाट एसआइपी, म्युचुअल फन्ड वा शेयर मार्केटमा इन्भेस्ट सुरु गर्नुभयो भने त्यो नै भविष्यमा ठूलो वेल्थ बन्न सक्छ। मिस्टेक नम्बर 4, फाइनेन्सियल नलेज नलिनु। स्कुलले हामीलाई पैसा कमाउन सिकाउँछ, तर पैसा बचाउने, बढाउने र प्रोटेक्ट गर्ने कुरा कमै सिकाउँछ। त्यसैले युट्युब हेर्नुहोस्, बुक्स पढ्नुहोस्, फाइनेन्सियल लिटरेसी बढाउनुहोस्, किनकि ज्ञान नै सबैभन्दा ठूलो इन्भेस्टमेन्ट हो। मिस्टेक नम्बर 5, एकै इन्कम सोर्समा भर पर्नु। कल्पना गर्नुहोस्, यदि भोलि तपाईँको जब गयो भने तपाईँको इन्कम के हुन्छ? त्यसैले साइड इन्कम बनाउनुहोस्, स्किल सिक्नुहोस्, इन्भेस्टमेन्ट गर्नुहोस् अथवा सानो बिजनेस सुरु गर्नुहोस्। एक भन्दा बढी इन्कम सोर्स हुनु आजको समयमा लग्जरी होइन, आवश्यकता हो। तपाईँले आज गरेको फाइनेन्सियल डिसिजनले भोलिको जीवन तय गर्छ। सानो गल्ती वर्षौं पछिसम्म पछुतो बन्न सक्छ, तर सानो सही निर्णय भविष्य बदल्न सक्छ। अब तपाईँलाई के लाग्छ, यीमध्ये कुन मिस्टेक तपाईँले कहिले गर्नुभएको छ? कमेन्टमा आफ्नो ओपिनियन लेख्नुहोस्। यस्ता सिम्पल, प्र्याक्टिकल र पावरफुल फाइनेन्स भिडियोजका लागि फलो अस अन टिकटक, इन्स्टाग्राम एन्ड फेसबुक पेज मनी माइन्डेड नेपाल। सब्सक्राइब गर्न नबिर्सनुहोस्। रिमेम्बर, फाइनेन्सियल फ्रिडम भाग्यले होइन, सही निर्णयले आउँछ।